कति गरियो कति भयो के भयो। अब बालककालदेखि आमाको काखदेखि पैदा भएदेखिको बढाएँ हुर्काएँ त्यही गरेँ बिहेदान गरेँ नि भए। कहाँ जन्म्यौँ कहाँ बढ्यौँ कुन देशमा आएर मर्नु परेको छ जानु परेको छ छोरीले। अर्को घरमा जन्मेर अर्को घरमा मरण हुन्छ है छोरीको जात के गर्नु। छोरा त अब के जहाँ जन्म भयो उहीँ खान्छन् उहीँ लाउँछन्। उनीहरूको भागले सन्तान बढो भने सन्तान बढेर जान्छ। हामीहरूको त कहाँ जन्म्यौँ कहाँ बढ्यौँ कुन किसिमले हुर्काए बढाए कस्तो गरे अर्काको घरमा जिम्मा लगाइदिए अनि कुन डाँडामा कुन गाउँमा कुन ठाउँमा गएर अर्को चोला फेरेर जानुपर्छ। छोरीको जातले छोरा त जहाँ जन्म भयो तिनीहरूको त्यही नै छ अन्त जान सक्दैनन्। उनीहरूको भागाले कोही नोकरी चाकरी भए पढे गुणे राम्रो बुद्धि लामो लिए भने बाहिर गएर कमाएर भित्र लिएर घरमा जुन जन्म गरेको आमाको घरमा ती आउँछन्। छोरी त के गर्नु बाहिरै जानु पर्यो। यो मेरो सबै मेरो। छोरीको माइत छौन्जेलसम्म घर उज्यालो हुन्छ। दाजुभाइले पनि यी दाजुभाइलाई राम्रै होस् जाति होस् भन्छन्। जति पनि झगडा गर्छन् जतन गर्छन् त्यो लामो बुद्धि लिन्छन्। तिनै छोरी बाहिर जान्छन् बिदाबारी गर्नुपर्छ। हाम्रो मात्रै होइन संसारको व्यवहार त्यही हो। ठिक